बिर्सेछु भने बिर्सेछु कि हो नि के गर्ने होला अब तिमीले गुडिया खेल्न पाउँदिनौ म फेरि म जसरी पनि ल्याइदिइहाल्छु नि मेरो नानुलाई गुडी लिएर आउँछ मम्मीले कति आछ रोइन्छ कि लो स्यालले ला चिलायो बाबा हेर म फोहोर खान लागेको पछि ल्याएर आइदि अब गुडिया खेल्न हैन आउनु त हक गरौँ न त आउनु त हक गरिदिऊ हक गरौँ न त हुन्छ आई लभ यु छोरी सन्चै छ सन्चै छौ छु मम्मी भन न भक्कल माम खाएको भने न कहाँ के हालेको त मुखभित्र आच्छा के लिएर आएको माथिबाट तिमीले तिम्रो कति धेरै लाङ फुटेल टोकेको नि मैले होइन अस्ति एकदिन जोर म एकछिन त्यहाँ बाहिर सुतेको थियौँ हेर्दा चक्लेट जम्मै बिरा दादाले दिइसक्यो मम्मीले एकछिन राख बाहिर जुत्ता मैले चक्लेट खान नि बिर्स्यो अनि खान नि बिर्स्यो गर्दिरहेछु वाचको मम्मी आयो है भने आइन त छिटो माम खाऊ मम्मी आउने बेला भयो भनेर भनेको हो कि होइन त्यो एकैछिन त्यो बाहिर सुतेको त त्यो झुल नटाङ्गेको हो उता त्यो दिनमा झुल नटाङ्यो भने नटाङ्ने भयो झुल भने मैले नि झ्याउ लाएर लो आउजाम गर्नु भयो त्यो एक दिन अहिले टाङ्गेले